हेलो साथीहरू, ल है अन्डाको पिज्जा फेरि आज मङ्गलबार 7 तारिक जुलाईको महिना मेरो यसरी अन्डाको पिज्जा बनाइरहेको छु। अब यो चाहिँ नि खानालाई तयारी भयो पिज्जा। यता पनि यो अलग तरिकाको बन्दैछ, देख्न सक्नुहुन्छ। ल कति राम्रो देखेछ नि हैन। यो पनि अन्डै हो, यो चाहिँ नि सिम्पल। अनि यता यो भइगयो, यस्तो मजासँग लाग्छ नि ल्याएर धुवा आइरहेछ नि सर्रै। अब यता पनि एउटा ग्यास बन्द गरिदियो हैन। ग्यास बन्द गरेपछि यसलाई अब यहाँ ढक्कनले चाहिँ ढक्नुपर्छ कि यसरी यो ढाकेर राखिदिएपछि फेरि मजाले फुलेर राम्रो हुन्छ। यसरी बन्छ कि पिज्जा। पिज्जा देखेर तपाईहरुलाई चाहिँ मुखमा पानी आयो होला। लाइक, फलो, शेयर, सब्सक्राइब गरेर कमेन्ट गर्नु होला है। यही भन्न चाहन्छु। लभ यू, जय नेपाल। हेलो साथीहरु, ल हे पहिला चाहिँ नि देख्नुभयो होला भिडियोमा लाल कलरको टमाटर हालेको चाहिँ नि अन्डावाला पिज्जा हैन। पहिलावाला भिडियोमा यो चाहिँ नि सिम्पलवाला पिज्जा अन्डाको हरियो खुर्सानी हालेर बनाएको हैन। चाहिँ कसको लागि भन्दाखेरि हेरी यसको लागि है। टक्क लगाएर रमको साथ टक्क यो चाहिँ नि हरियो खुर्सानी हालेर बनाएको पिज्जा यही हो खानी। अब हेर्नुहोस् है, खोलौँ बोतल पनि अब। ल कति मजाले चाहिँ नि तपाईहरुलाई त रक्सी र चाहिँ नि यो अन्डाको पिज्जा देख्ने साथ चाहिँ नि मन लाग्यो होला। चाहिँ नि साथमा भइदिएको भए त कति मजाले खाइन्थ्यो हैन। तर के गर्ने साथीहरू, यस्तै छ क्या जिन्दगी। सबैलाई चाहिँ नि कमाउनै पर्दो रहेछ टाढा भएर परिवारसँग। के गर्ने, यस्तै सानो सानो भिडियोहरू पनि तपाईहरुलाई खुसी राख्नको लागि बनाउँदैछु। ल त है, अब चाहिँ नि टन्न खाएर बस्नु पर्ला। अब चाहिँ नि 11 बजीतिर फेरि खाना खानेको टाइम हुन्छ मेरो। ल त तपाईहरुलाई कस्तो लाग्छ मेरो भिडियो? लाइक, फलो, शेयर, सब्सक्राइब गरेर कमेन्ट राम्रो राम्रो गरिदिनु होला। गुड नाइट, लभ यू, जय नेपाल। ये क्या आपका